अब चाहिँ यहाँदेखि काठमाडौँदेखि इन्डियाको भ्रमण जान लागेको अनि हाम्रो बुवा ल बिस्तारै जाने दिदी बाई 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 राम्रोसँग जानु शुभ यात्रा हस् दाइ बाई दाइ बाई बाई शुभ यात्रा है तर म उहाँसम्म त पुऱ्याउँछु है हजुर दाइले पुऱ्याउनु जानुहुन्छ बाई दिवेश बाई अब जानु लागेको र चाहिँ हामी यता खाजा खान रोक्यो अब केही घन्टापछि हामी पुगिन्छ विराटनगर वीरगन्ज सोस्यु हामी चाहिँ यो होटलमा खाजा खाएको थिङगन्ज म जानेछु यहाँको दृश्य चाहिँ यस्तो छ यो चाहिँ वीरगन्जको बाइपास रोड अहिले चर्पीको व्यवस्था हामी अब यता नेपाल गेटमा आइपुग्यो है अब इन्डिया छिर्दैछौँ यो चाहिँ भयो नेपाल गेट अहिले चाहिँ हामी यता रक्सल जङ्सनमा आइपुगेको छौँ यता ट्रेन स्टेसन भयो यो चाहिँ भयो रक्सल जङ्सन अब चाहिँ हामी हाम्रो ट्रेन आयो अब जाने आइँदैछौँ साथीहरू छ एकछिन आराम गरेर जाने अब चाहिँ हामी ट्रेनमा पुगिसक्यो ट्रेनभित्र यता चाहिँ सुत्ने जग्गा मेरो यता मुनि चाहिँ अर्कै मान्छे आउँछ यता मेरो यता मान्छे अर्कै आउँछ अहिले खाली छ अब चाहिँ अब सुन्न लागेको गुड नाइट सी यू गुड मर्निङ गाइस अनि अब चाहिँ हामी यता सारनाथ आइपुग्यौँ सारनाथ स्टेसन अरू बेला चाहिँ यता रोक्दैन आज चाहिँ फर्चुनेटली यता रोक्यो अनि हामी उता वाराणसी सिटी वाराणसी जङ्सनमा जानु परेन अब चाहिँ यही पछाडि हो बस्छौँ हेलो गाइस अनि म चाहिँ भर्खर यता हामी बस्ने इन्स्टिट्युटमा आइपुग्यौँ अनि राम्रोसँग आइपुग्यौँ अनि यहाँ चाहिँ अहिले अलिकति मौसम काठमाडौँकोबाट अलिकति गर्मी रहेछ मतलब अहिले त ठिकै हो यहाँको अरू बेलाको हेरेर त ठिकै हो अहिले चाहिँ नर्मल एकदमै राम्रो मौसम चाहिँ अहिलेको मौसमले मानिन्छ तर अब यो आउनेवाला फेब्रुअरी मार्चबाट चाहिँ गर्मी सुरु हुन्छ यहाँ चाहिँ अनि म चाहिँ राम्रोसँग आइपुग्यौँ जुन बाटोतिर चाहिँ मैले मेरो मेमोरी फुल भएको कारणले मैले खासै भ्यूहरू केही देखाउनु पाएन अनि हामी आउने चाहिँ अस्ति न म एकचोटि काठमाडौँ गएर आएको थियो त्यतिखेर चाहिँ बल्खुदेखि चौबार हुँदै आएको थियो अनि अहिले चाहिँ फेरि चौबार त्यहाँनिर अस्ति न रोडहरू धेरै बनाउँदै रहेछ त्यहाँनिर रोडहरू त्यसरी त्यो क्लोज रहेछ अनि अहिले चाहिँ अर्कै बाटोबाट आयो जुन त्यो बाटोको नाम चाहिँ मलाई पनि थाहा छैन अनि हामी बेलुका यस्तै हामी वीरगन्जमा त्यस्तै 8:30 आइपुग्यौँ त्यसपछि त्यहाँ खाना खायौँ आराम गऱ्यौँ त्यसपछि आराम मतलब खाना खाएर बिस्तारै नै त्यसपछि बर्डर क्रस गरेर ठ्याक्कै बर्डर क्रस गर्दाखेरि चाहिँ 10 बज्न लागेको थियो अनि 9:30 जति भएको थियो भनौँ न अनि 10 बजेपछि चाहिँ फेरि त्यहाँको गाडीहरू चाहिँ नेपालको सानो त्यो टुटु भन्दो रहेछ नि यो आजकल एउटा इलेक्ट्रिक त्यो गाडी हुँदो रहेछ नि सानो टुटु त्यो चाहिँ इन्डियाको गेटसम्म आउँदो रहेछ त्यहाँबाट ओर्लिएर चाहिँ इन्डियाबाट चाहिँ फेरि यता रेल स्टेसनसम्म अर्को टुटु पक्रिनुपर्छ अनि 10 बजीबाट चाहिँ त्यो यो टुटुहरू गाडीहरू चाहिँ पठाउँदैन रहेछ त्यसैले हामी ठ्याक्कै 9:30 क्रस गरेर अनि इन्डियामा आयो इन्डियामा आइपुगेपछि इन्डियापट्टि आइपुगेपछि हाम्रो ट्रेन चाहिँ जस्तै रातिको 11:30 थियो तर ट्रेन चाहिँ अगाडि नै 9 बजीतिर आएर बसिरहेको हुन्छ यो ट्रेन चाहिँ दिल्लीसम्म जाने ट्रेन हो अनि तर हामी चाहिँ सारनाथ यो वाराणसीसम्म मात्रै हो सो त्यसैले अनि राम्रोसँग आइपुग्यो जे होस् हामी उता गाडी चाहिँ यस्तै दिउँसोको 3 बजे छुटेको थियो बल्खुदेखि अनि यहाँ चाहिँ बिहानको 11:30 मा आइपुग्यौँ लासो सेफली राम्रोसँग आइपुग्यौँ अनि सी यू इन द नेक्स्ट ब्लग